अब उनको लागि मौका बन्न सक्नेछ भने उता अर्कातिर डिआरएस गेमिङका तर्फबाट वाइटीलाई पनि टेक डाउन गरिँदै गर्दाखेरि अब मुस्किल यहाँ पनि बन्ने हो कि उता यङकोजका स्टिला पनि समातिँदैछ, उता बाघका प्लेयर पनि फाइटमा इन्गेज हुँदैछन्। अब त फेरि पनि चाहिँ क्लस्टर मल्टिपल डिरेक्सनमा बन्दैछ। अझै पनि नोटिस गर्दैछु मैले 4-5 टिमका केही प्लेयर नटफिल गर्दै थिए। यता घान्टे समात्ने छन्, प्लेयरलाई डाउन निकाले, इन्स्टार किल कन्फर्म। स्पोर्ट्सलाई एलिमिनेसन फेज गराइयो भने तर्कातिर घान्टे स्टिल नजर गएर बसिराखेका स्लट लिनको लागि कनेक्सन बिल भइराखेको थिएन। उता द हन्ट बिगिन्स पनि चाहिँ एक्जिट लिन पुग्दाखेरि अब त टप प्लेयरमा आइपुगेका छौँ। डिआरएस गेमिङको तर्फबाट स्टिल प्रयास जारी नै रहेको छ। यता डेल्टा रहेका छन्, डेल्टा पनि अगाडि बढ्न तयार भएको उता बाघका प्लेयरलाई सिटुकेको तर्फबाट समातिँदैछ, त्यहाँबाट शिकार बनाइँदैछ, शिकारको लागि निस्किँदैछन् टिम बाघको शिकारको लागि। केही लिमिसनहरू पिक गर्न भ्याएको चाहिँ मैले नोटिस गर्दै त थिएँ। नर्सरी बाबजी कति लिमिसन पोइन्ट आइसकेको छ, अनि त्यो बाटो क्रममा रहेको छु कि वर्कसप एरियामा देख्दैछु मैले त्यो बाटो जहाँ साडोलाई पनि डाउन निकाल्यो। एन्ड T2K को तर्फबाट भने चाहिँ शिकार गरेका छन्, बाघको शिकार गरेका छन् T2K का टिमले। उनीहरूको लागि के एक्स्ट्रा एलिमिनेसन पोइन्ट आयो। T2K का टिम प्लेयर क्याजुअल्टी फेस गर्नु परेको छैन, मौका बनाउँदैछन्। मैले अगाडि पनि मेन्सन गरेको थिएँ, अगाडि पनि बताउँदै थिएँ कि ओके T2K स्पोर्ट्सको लागि अब दुईवटा म्याच हो अन्तिम, त्यो दुईवटा म्याचमा पनि ब्याक टु ब्याक मिसन पिक गरेका थिए। अब आरडीको टिमलाई भने चाहिँ वाइप आउट गरेको थियो सुरुवातमा, तर यता एक्सएमपीलाई पनि ट्रेड गरिँदैछ। नोक निकाल्ने क्रम जारी भयो, तर पछाडिबाट पनि कतै न कतै टिमको इन्ट्री, अरू टिमको इन्ट्री हुँदै गर्दाखेरि चाहिँ डिआरएसका लागि समस्या बन्न सक्छ कि भन्ने खालको अनुमान लगाउन सक्नेछौँ। भने त्यहाँतिर किलर स्प्रे डिल गर्छन्, त्यो स्प्रेको साथमा डाउन निकाल्छन् सुपरम्यानलाई। अब नोक निकाल्यो, बाँकी प्ले पनि त्यो भेहिकलको साथमा भने चाहिँ आउँदै गरिरहेको देख्न पाउँदैथ्यौँ। उनलाई पनि स्पट गरेर अब त्यहाँतिर ट्रेड गर्न पाइयो भने अझै पनि बेटर आउटकम आउन सकिन्छ कि भन्न सक्थ्यो। बटरको साइडमा ग्यान्टी नक फेस गर्न पुग्छन्। एक्सएमपीएललाई अलरेडी नक निकालेको थियो यङको तर्फबाट, त्योलाई गेस एमएमजीले निकालेको मान्दै गरिरहेको छु। एन्ड सँगसँगै अब यता ग्यान्टी नक फेस गर्दै गर्दाखेरि किलर र डेल्टाको साथमा सर्भाइभ गरिरहेका छन् एमएमजी, जहाँ उनीहरूको लागि पनि चाहिँ प्लेयर अब अलिकति स्प्लिटेड वेमा छन्। उनको पार्टनरहरूलाई पनि रिभाइभल दिनु उत्तिकै जरुरी रहेको छ। यहाँ चाहिँ प्रोपर 1-on-1 को ब्याटल चल्दै गइरहेको छ, बट म्यू स्पट गर्छन्, किलरलाई डाउन निकालिसकेको छ। डेल्टा सपोर्टको लागि पनि चाहिँ त्यो भेहिकलको साथमा आउँदै गरिरहेका छन्, स्पट गर्छन्, सर्ट कमिटेड, नक निकाल्यो। एन्ड त्यहाँतिर पनि अर्को प्लेयरलाई पनि स्पट गर्ने क्रम चल्दै गरिरहेको छ, उनलाई पनि हेभी ड्यामेज डिल गरिन्छ। एन्ड डेल्टा निकै नै राम्रो कमिटमेन्ट देखाउँदै गर्दाखेरि यहाँतिर थ्रोबल जाँदैछ पङ्कको तर्फबाट। उजी पनि बज्दै थियो, उजीको साथमा डाउन निकालिदिने वाइटीलाई डिआरएस गेमिङको लागि। च्याप्टर अलिकति कठिन भन्दै गइराखेको छ। यो म्याचमा डोमिनेसन देखाउँदै थियो, 10औं एलिमिनेसन पोइन्ट खातामा आइसकेको थियो। बट यङकोजको जुन क्लोजिङ चल्दैछ, यङकोजको क्लोजिङ टिमको लागि अलिकति मुस्किल पर्दै त थियो। यताबाट हेर्दैछन् डेल्टाको तर्फबाट नजर लगाउँदै थियो उता एक्जाम्पल एन्ड देन वाइटी टु फ्रागिङ प्लेयर डाउन भइसक्दा आएको छ। डेल्टा नक निकाल्दैछन् पङ्कलाई पनि चाहिँ, एन्ड डेल्टा आफ्नो खेल देखाउनको लागि तयार रहेका छन्। अगाडि बढ्ने सोचमा रहेको देख्न पाउनेछौँ। उता पङ्क पनि रहेका थिए, यता किल कन्फर्मेसन गरिनेछ। 11औं एलिमिनेसन पोइन्ट आइसक्यो, गान्टेलाई लिएर जानुपर्ने छ। गान्टे गाडीमा चढौँ साथी, गाडीमा चढौँ भन्दै थिए। गाडीमा चढेका प्लेयर फेरि एक्जिट लिनेछन्। बट यता तेस्रो टिमको, तेस्रो त नभनौँ, अब चौथो 5औं टिम रहेका होला नि सायद। योभन्दा अगाडि पनि हामीले मल्टिपल ब्याटल देख्दै थियौँ। अगाडि बढ्दै डेल्टा डाउन निकाल्नेछन्, फेरि पनि चाहिँ डेल्टा अलग लेभल फर्ममा 6औं एलिमिनेसन पोइन्ट निकालिनेछ। एकाएक गर्दै फोर्थ यङकोजका टिमको एगेन्स्टमा 1v3 को क्लच टु एग्रेसन उनको तर्फबाट। वाउ, जस्ट अमेजिङ रहेको थियो भन्नुपर्ने हुन्छ। बट चुनौती अझै सकिएको छैन, अर्को एउटा क्लचको मोमेन्ट बनाउन सक्छन् त। यता 4 ट्राइब्सका प्लेयरको पनि चाहिँ इन्ट्री भन्दैछ। नट ओन्ली 4 ट्राइब्स, उता अर्कातिरबाट अर्को एउटा टिम पनि देख्दैछु मैले। या रहेका छन् टिम नम्बर 9, आई थिङ्क 7th एलिमेन्टका टिम रहेका छन्। 7th एलिमेन्टको लागि पनि ट्यागहरू चाहिँ मैले देख्न पाइराखेको थिइनँ। अब टिममा गए पछाडि हामीले थाहा पाउनेछौँ। यता अर्कातिर डेल्टा नजर लगाउँदैछन्, अझै पनि चाहिँ कोसिस चलिराखेको छ। अगाडि बढ्दा ध्यान दिन जरुरत। उता T24 अन द स्क्रिन हामीले देख्न पाउनेछौँ, सिधा सिधी रहेका छन्। यता डेल्टा T24 डाउन निकाल्न सकिन्छ भने द्याट विल बी ग्रेट। डेल्टा यो म्याचमा भने चाहिँ रोक्ने नामै चाहन भएको छैन। सर्भाइभल गेम चाहिँ देखाउँदै थिए। T24 गन स्पोर्टेड, ड्यामेज हाबी डिल गराइएको छ। सम शटको साथमा डिबिएस बजाउँछन् डेल्टा। फेरि अर्को एउटा प्लेयरलाई नक निकाल्न सफल भए। त्यहाँबाट फेरि
40 को एगेन्स्टमा क्लच देखाउने सोचिराखेका छन्। आइक्यू नक रहेका थिए नोकीको एगेन्स्टमा ड्यामेज इनफ्याक्ट नोकीलाई पनि टेक डाउन गर्नेछन् एन्ड सोलो 9 एलिमिनेसन पोइन्ट डेल DRS को लागि पनि कतै न कतै कम्ब्याक देखाउने मौका देख्दै गइरहेको छ। डेल्टा फेरि पनि एउटा कनेक्सन बिल्ड गर्दै थिए, हेभी ड्यामेज डिल गरिएको रहेछ। अब उनको तर्फबाट मोली युटिलाइज गरिन्छ, त्यो मोलीको पनि ड्यामेज डिल गरेको भए सायद त्यहाँबाट नक निकाल्न सकिन्थ्यो कि, बट रिजल्ट आइसकेको छैन। ग्रेनेड रहेको छ, त्यो ग्रेनेडको युटिलाइजेसनको लागि उनी फेरि पनि लागि परिरहेका थिए। फेरि पनि त्यो ग्रेनेड यानि कि मोलीले खासै ड्यामेज डिल गरेको छैन। रिभाइभल त्यो सिचुएसनमा आफ्नो लागि हिल गर्नतर्फ भने चाहिँ त्यो फोकस गरिरहेका थिए। डेल्टा मुभ गर्दैछन्, जसो तसो गरेर प्लेलाई स्पट गरौँ, जसो तसो गरेर त्यो एलिमिनेसन अझै पनि एड गरौँ भन्नेतर्फ फुल एग्रेसनमा रहेका छन्। एन्ड त्यो एग्रेसनमा रहँदै गर्दाखेरि अब ग्रेनेड थन्काइदिन्छ। आई गेस कतै न कतै टिम नम्बर 9 को लागि भने चाहिँ सोलो प्लेयर मान्दै गरिरहेको एउटा पर्फेक्ट नेट आफ्टर अ लङ ट्राई भनौँ न। कति ग्रेनेड कति मोली उनले युटिलाइज गरेका थिए एन्ड युटिलाइज गर्दै गर्दाखेरि डेल्टा फेरि पनि अर्को 2 एलिमिनेसन आफ्नो टिमको लागि थप्छन्। 4वटा टिमलाई त डेल्टाको तर्फबाट नै वाइप आउट गरिएको हामीले ब्याक टु ब्याक नोटिस गर्न पाउँदैछौँ दानवजी। डेल्टाको रिप्ले फेरि पनि हेर्न पाउँदैछौँ। निकै मजेदार खेल देखाएका छन्, के पो खेल देखाएका छन् डेल्टाको थ्रुबाट। मतलब स्पिचलेस रहेका थियौँ। वाट अ ब्युटिफुल म्याच दिएका छन्। सोलो हेरौँ न यहाँनिरबाट ब्याक टु ब्याक किल कन्फर्मेसन गर्दैछन्, डाउन निकाल्दैछन्, टिम एक्जिट दिलाउँदै थिए एन्ड यहाँ पनि देख्न पाउँदैछ त्यो क्लच। द्याट वाज अमेजिङ। एकले मात्रै चित्त बुझेन, एउटा क्लचले मात्र चित्त बुझेन एन्ड यो जम्प सट, ओ माई गॉड के रहेको त्यो डेल्टा। सायद यो म्याचमा डेल्टालाई रोक्न निकै मुस्किल रहेको छ एन्ड म त अझै पनि इन्जोय गर्दैछु साथीहरू। डेल्टाको त्यो रिप्लेस जुन एलिमिनेसन काउन्टहरू उनले टिमको लागि कन्ट्रिब्युट गर्दै थिए एन्ड देन द्याट वाज द फाइनल टिम टिल नाउ। अहिलेको लागि जुन स्क्वाड एलिमिनेसन फेस गराइएको थियो आरआरएको लागि रहेको प्लेयरलाई स्पट गरिन्छ, ट्रेड गर्छ त्यो स्प्रे रोकिने छैनन् डेल्टा। यहाँ एकपछि अर्को गर्दै एलिमिनेसन बटुल्दैछन्, के गर्दैछन् आजको दिनमा एउटा कमब्याक पर्फर्मेन्स। यता डेल्टाको तर्फबाट त्यो कन्ट्रिब्युसन यस्तो मिठोले गइरहेको छ कि उनले सोलो 13 एलिमिनेसन अलरेडी यो म्याचमा निकाल्नु पर्यो। त स्मोकको थ्रुबाट सर्ट दिइराखिएको छ, कनेक्सन फिल्ड हुँदै थिएन। फाइनल्ली त्यो फिनिसिङ ब्लो दिँदैछन्। उता डेल्टाको पालो आइसकेको छ, डेल्टा अगाडि बढ्दैछन्। अब यो म्याच चिकन निकाल्ने बारेमा सोचिराखेका होलान्। आरआरएका लागि सोलो रहेका थिए, नेड पड्किँदै थियो डेल्टाको, निन्जा डाउन फेस गर्नेछन्। डेल्टा अर्को एउटा एलिमिनेसन पोइन्ट आफ्नो खातामा निकाल्दै अब त ब्याटल 1-on-1 मा कन्भर्टेड। फाइनल प्लेयरको पोजिसन आइडिया रहेको छैन, स्मोक युटिलाइज गर्दैछन्। त्यो फाइनल प्लेयरले सर्ट कमिट गरेका थिएनन्। डेल्टा कन्फ्युज रहेका छन्, प्लेयर पछाडि छन् या फिर अगाडि छन्, कता छन् त प्लेयर। उनी एकदमै सतर्कता अप्नाइराखेका छन्। यो चिकन हात पार्नको लागि तयार रहेका छन् डेल्टा। अझै पनि आइडिया रह्यो भने त पक्कै सिधै अगाडि बढ्ने बारेमा सोच्न सक्ने थिए, बट यता मिनी बोय एकदमै शान्त भएर बसिराखेका छन्। उनी त्यहाँ सरप्राइज दिने बारेमा सोचिराखेको हुन पाए डेल्टाको थ्रुबाट। अब चाहिँ नजर त्यही साइडमा लगाइँदै थियो, बट स्टिल उनी कन्फर्म रहेका छैनन् कि प्लेयर कहाँ छन्, जहाँबाट पनि सर्ट आउन सक्नेछ। चारैतर्फ तैनात भएर बसिराखेका छन्, यता हेर्छन् उता हेर्छन्, कहीँ पनि प्लेयर स्पोटेड रहेका थिएनन्। एटलिस्ट ब्याक एरिया क्लियर गरौँ, जोन आइन्जेल हेर्दै थिए। उता अर्कातिर मिनी बोय उठिसकेका छन्, सर्ट कमिट गरे, डेल्टा स्पोर्ट गर्न भ्याएका छन्। नेट तन्काइँदैछ, डेल्टाको थ्रुबाट फालियो नेट, प्लेयरलाई अगाडि बढ्नु पर्नेछ। डिभिएसको पाइलट कनेक्सनमा आएको छ, गन स्विच गर्नेछन्, किक डाउन गरिनेछ एन्ड यहाँनिरबाट यो म्याच निकालिएको छ डिआरएस गेमिङको तर्फबाट। इनफ्याक्ट डेल्टाको तर्फबाट निकालिएको छ भन्नुपर्ने हुन्छ। के खेल देखाएका छन् डेल्टा, ओ माय गॉड। गर्दै यहाँनिर देख्न पाउँदैछौँ डिआरएस गेमिङ यो म्याचको चिकन डिनर सँगै उनीहरूको लागि यो म्याचमा नै टोटल 23 एलिमिनेसन एन्ड विथ द्याट चिकन डिनर 33 पोइन्ट्स उनीहरूको लागि बन्दै थियो भने ओभरअल ऱ्याङ्किङमा पनि टप 4 को स्पट उनीहरूले समातिसकेका छन्। टप 4 जुन मैले कुराकानी गर्दै थिएँ, सायद उनीहरू भने चाहिँ अलमोस्ट टप 5 या त टप 3 एन्टर गर्छन् होला भनेर एन्ड एन्टर गरियो। जहाँ किलरको लागि 4 एलिमिनेसन देख्न पायौँ, जहाँ 600+ को ड्यामेज रहेको छ एन्ड ग्यान्टे विथ द्याट 2 एलिमिनेसन। एक्सएमपिएलको लागि पनि 2 एलिमिनेसन रहेको छ, 400+ को ड्यामेज। बट डेल्टा छुट्टै रूपमा रहेका थिए, 15 एलिमिनेसन